अ, सम्पूर्णमा नमस्कार। मैले तपाईँहरूलाई आज ट्याग क्वेसनको बारेमा थोरै केही इन्फर्मेसन दिन चाहन्छु। सामान्य तर एकदम इफेक्टिभ बेसिक रुल्सहरू म बताउँछु। तपाईँहरू ध्यान दिएर सुन्नुहोला, काम लाग्छ इङ्ग्लिस स्टुडेन्ट्सहरूलाई। अ, यो ट्याग क्वेसन भनेको चाहिँ के हो भन्दाखेरि यसलाई नेपालीमा भनिन्छ पुच्छ्रे प्रश्न। यो ट्याग क्वेसन किन युज गरिन्छ हामीले भन्दा इङ्ग्लिसमा यो हामीले कुनै पनि कुरालाई अझै स्योरिटी हुनको लागि, अझै बुझ्नको लागि, अझै त्यसमा सर्टेन्टी ल्याउनको लागि हामीले यसमा युज गरिन्छ। यसमा केही चिज हामी बुझ्नुपर्ने हुन्छ। मैले यहाँ क्वेसनहरू लेखेको छु, मैले अहिले तपाईँहरूलाई यो सल्भ गरेर देखाउँछु। यो सल्भ गर्नुभन्दा अगाडि म तपाईँहरूलाई केही कुरा बताउँछु। यो ट्याग क्वेसनमा चाहिँ हामीले युज गर्ने भनेको प्रोनाउनको युज गर्नुपर्छ। प्रोनाउनको हामीले नाउनको युज गर्न पाइँदैन ट्याग क्वेसनमा, एउटा कुरो है। र यो प्रोनाउन चाहिँ सब्जेक्टिभ फर्मको प्रोनाउन युज गर्नुपर्छ। जस्तो हि भयो नि, सब्जेक्टिभ फर्मको प्रोनाउन हो। हिम हामीले युज गर्न पाइँदैन। र यसमा चाहिँ हामीले युज गर्ने भनेको स्मल लेटर युज गर्नुपर्छ। सबै स्मल लेटरको युज गर्नुपर्छ। एउटा यो आई बाहेक अरू सबै हामीले के गर्नुपर्छ, स्मल लेटरको प्रयोग गर्नुपर्छ। त्यही भएर हामीले के थाहा हुनुपर्छ भन्दा पहिलो कुरो कुन नाउनलाई कुन प्रोनाउन गराउने भन्ने कुरो पनि जान्नुपर्छ है। केही मैले यहाँ इम्पोर्टेन्ट क्वेसनहरू छ, यहाँ हामीले यसको बारेमा डिस्कस गरौँ। यो जानियो भने हामीले धेरै कुरा जानिन्छ। र यो एक्जुलरी भावलाई हामी सर्ट फर्ममा, जस्तो इट छ भने इजन्ट होइन, यसरी विल छ भने वन्ट, यो सर्ट फर्म गराउन पनि जान्नुपर्छ हामीले है त। र हामीले अर्को कुरो यसमा जान्नुपर्ने कुरा के हो भन्दा यदि स्टेटमेन्ट अथवा सेन्टेन्स पोजिटिभ छ भने ट्याग नेगेटिभ गर्ने, यदि सेन्टेन्स नेगेटिभ छ भने ट्याग के गर्ने, पोजिटिभ गर्ने। यसको अपोजिट गर्नुपर्ने हुन्छ ट्याग बनाउँदाखेरि। यो कुरो चाहिँ हामीले के गर्नुपर्छ त भन्दा सामान्य कुरो होइन, यो कुरो चाहिँ हामीले जान्नुपर्ने हुन्छ है त। अब यहाँ हामीले लेट्स नट सिट हियर भन्ने यो लेट्स आएको छ होइन त। लेट्स आउने बित्तिकै हामीले के गर्नुपर्छ भन्दा लेट्स आउने बित्तिकै इम्पेरेटिभ सेन्टेन्स हो। र यो लेट्स आउने बित्तिकै हामीले के गर्नुपर्छ, स्याल वी गराउनुपर्छ। र लेट अस आए पनि हामीले स्याल वी नै गर्ने है त। लेट मी आयो भने चाहिँ विल यु गर्ने। तर लेट पछि अस आउनु र लेट्स भन्नु एउटै हो, त्यही भएर हामीले स्याल वी गर्ने। र विल यु गरेको पनि कहिले हुन्छ, तर हामीले त्यो विल यु लेट पछि अस आयो भने नगर्दा राम्रो, स्याल वी नै गर्दा राम्रो। यो लेट्समा पनि के गर्ने, स्याल वी नै गर्ने। भर्बबाट सुरु भयो अथवा डन्टबाट सुरु भयो भने त्यसलाई हामीले के भनिन्छ भन्दा, यदि भर्बबाट सुरु हुन्छ, डन्टबाट सुरु हुन्छ, लेटबाट सुरु हुन्छ र मी आउँछ, अस आउँदैन। अस आयो भने स्याल वी, मी आयो भने चाहिँ सबै इम्पेरेटिभ सेन्टेन्सलाई के गर्ने त भन्दा सबै लेट्स बाहेक सबै इम्पेरेटिभ सेन्टेन्सलाई विल यु गर्ने है त। त्यसलाई पनि के गर्ने हामीले, यो पनि ह्याभ भन्ने भवनबाट सुरु भएको छ, त्यही भएर विल यु गर्ने। यसलाई पनि के गर्ने, विल यु गर्ने है त। अनि यस्तो खाले जस्तो आई थिङ्क भयो, एउटा क्लज भयो, अनि त्यसपछि हि इज नेपाली, यो अर्को क्लज भयो होइन। आई डोन्ट थिङ्क एउटा क्लज भयो, इट विल रेन।
अब हामीले यस्तोमा के गर्नुपर्छ भन्दा यो आई डोन्ट थिङ्क अथवा आई थिङ्क यो मेन क्लज होइन, यो जुन मेन क्लज छ हि इज नेपाली, यो मेन क्लजलाई हामीले के गर्नुपर्छ ट्याग बनाउनुपर्छ है। अब यो यो आई डोन्ट थिङ्कले के गर्छ भन्दा यसले नेगेटिभ गराउँछ नि त, यसले चाहिँ पोजिटिभ नै छ। नेगेटिभ गरायो भने यो यसको यो सेन्टेन्सै नेगेटिभ हुन्छ है, त्यही अनुसार गर्नुपर्छ। आई थिङ्क हि इज नेपाली, आई थिङ्क हि इज नेपाली भनेपछि इजन्ट हि भन्नु पऱ्यो, यो पोजिटिभ छ, यो नेगेटिभ ट्याग गराउनु पऱ्यो। इजन्ट हि गर्नु पऱ्यो। तर यहाँ के छ, आई डोन्ट थिङ्क इट विल रेन, मलाई लाग्दैन कि पानी पर्छ भनेको पानी पर्दैन भन्न खोजेको होइन। आई डोन्ट थिङ्क इट विल रेन, मलाई लाग्दैन पानी पर्छ भनेको पानी पर्दैन भन्ने लाग्छ उसलाई होइन त। भनेपछि यो के भयो, यो नेगेटिभ भयो। यो नेगेटिभ ट्याग भएपछि यसलाई पोजिटिभ नेगेटिभ सेन्टेन्स भएपछि हामीले के गर्नुपर्छ त, पोजिटिभ ट्याग गर्नुपर्छ। भनेपछि विल इट गर्नु पऱ्यो है त, यसमा कन्फ्युज नहुने है। आई डोन्ट थिङ्कले के गर्यो, यो सेन्टेन्सलाई नेगेटिभ गराइदियो, तर यता छुट्टै हेर्दा यो पोजिटिभ जस्तो देखिन्छ, तर यो पोजिटिभ होइन, किन भन्दा आई डोन्ट थिङ्क इट विल रेन भनेको छ है त। आई सपोज यु आर हङ्ग्री है, यु आर हङ्ग्रीलाई के गर्नु, आरन्ट यु, किन भन्दा यो पोजिटिभ छ, नेगेटिभ ट्याग गराउनु पऱ्यो। नाइदर अफ द स्टुडेन्ट्स ह्याज लन्च, अब ह्याड लन्च, अब यो यसमा चाहिँ हामीले के बुझ्नुपर्छ भन्दा यो ह्याड छ नि, यो ह्याड पछाडि जहिले पनि भर्ब लाग्छ। तर यहाँ के छ त भन्दा ह्याड पछाडि डाइरेक्ट लन्च भन्ने आएको छ, यहाँ कुनै मेन भर्ब आएको छैन। यस्तो भयो भने यो ह्याड के हुन्छ त, यो मेन भर्ब हुन्छ, यो भर्ब टुको काम गर्छ यसले है, यसले भर्ब टुको काम, यो भर्ब टु भर्ब भयो, भर्बको सेकेन्ड फर्म भयो, सब्जेक्ट पछाडि डाइरेक्ट के भयो, सेकेन्ड फर्म भयो। र नाइदर अफ द स्टुडेन्ट्स भनेको नाइदर भन्ने नेगेटिभ सेन्स दिन्छ यसले, नाइदर अफ द स्टुडेन्ट्स ह्याड लन्च, कसैले पनि लन्च गरेनन् भनेको हो। त्यसो भए पछाडि हामीले यसलाई के गर्नुपर्छ, नेगेटिभ छ, पोजिटिभ ट्याग हुनुपर्छ होइन। यसलाई डिड लेख्नु पऱ्यो, किन भन्दा यो भर्ब टु छ, भर्ब टु भइसकेको पछाडि डिड लेख्नु पऱ्यो। यदि भर्ब टु भयो भने डिड लेखिन्छ, भर्ब वान भयो भने डु लेखिन्छ, भर्ब फाइभ भयो भने डज लेखिन्छ। त्यस्तै गरी ह्याड के हो, भर्ब टु भयो, किन भर्ब टु भयो भन्दा यस पछाडि भर्ब थ्री आयो, त्यही भएर हामीले डिड लेख्यो, डिड, अनि यो स्टुडेन्ट्स भनेपछि दे लेख्दा है त। रवि युजली ह्याज हिज, यसमा पनि ह्याज के भयो त, भर्ब फाइभको काम गर्यो है। अब यो ह्याज भर्ब फाइभको काम गर्यो भनेपछि यस पछाडि कुनै पनि भर्ब थ्री आएको छैन भने यो के भयो, यो भर्ब भयो, मेन भर्ब भयो, र ह्याज भनेको जहिले पनि भर्ब फाइभ हुन्छ। त्यही भएर रवि केटा हो, हामीले के गर्नुपर्छ, यो पोजिटिभ सेन्स छ, नेगेटिभ ट्याग गराउनु पऱ्यो। डजन्ट, रवि भनेको हि हो, यसरी गर्नु। सी इज, यो इज हो, किन भन्दा भर्ब फोर भन्दा अगाडि जहिले पनि के लाग्छ, इज, एम र आर लाग्छ। पास्ट फर्म भयो भने वाज र वेयर लाग्छ। भनेपछि यो के हो, इज हो, इज, अनि नेगेटिभमा गराउनु पऱ्यो, पोजिटिभ छ, इजन्ट, सी गर्दा भयो। यसरी हामीले के गरिन्छ, ट्याग क्वेसन यसरी गरिन्छ। दुई चारवटा अझै छ, मैले तपाईँहरूलाई त्यो पनि बुझाइदिन्छु, त्यहाँ लेख्न।
यता बुझौँ है यो कुरो। यहाँ चाहिँ हाम्रो के हुन्छ भन्दा यो यो देखाएको छ नि यो सर्ट फर्म अफ डी, यसको के हुन्छ भन्दा ह्याड पनि हुन्छ, यसैले गराउँछ, अनि यो वुडको सर्ट फर्म पनि यही यसैले गराउँछ कि। भनेपछि यो ह्याड हो कि वुड हो भनेर हामी कन्फ्युज हुन्छौँ नि त। त्यही भएर हामी कन्फ्युज दूर गर्ने, कन्फ्युज हटाउने काम कसले गर्छ, यो बेटर र र्यादरले गर्छ। यो ह्याड पछि बेटर लाग्छ, वुड पछि र्यादर लाग्छ हो। भनेपछि यस्तो यो सर्ट फर्म छ नि, यो जान्नको लागि बेटर र र्यादर जान्नु पर्छ है। बेटर पछि के हुँदो रहेछ, ह्याड हुँदो रहेछ भनेपछि हामीले के गर्नु, ह्याड अनि पोजिटिभ छ ह्याडन्ट यु गर्नु पर्यो है। अब यो र्यादर आएपछि यो के भयो, वुड भयो, वुडन्ट यु गर्नु पर्यो। यसमा कन्फ्युजन आउने है। ह्याड हुनु यस्तो, ह्याड हुनु बेटर आयो भने ह्याड भयो, यो वुड र्यादर आयो भने वुड भयो। यसरी यो बेटर र र्यादर हेरेर यसलाई पत्ता लगाउनु पर्यो। अब अर्को कुरो के हुन्छ भन्दा यदि वुड आएर डाइरेक्ट भव आयो, यो र्यादर बेटर केही नआइकन डाइरेक्ट भव आयो भने यो मोडल एक्जुलरी भव हो, त्यसपछि जहिले पनि भव लाग्छ। मोडल एक्जुलरी भव भनेको क्यान, कुड, स्याल, सुड, वुड, वुड, मे, माइट, मस्ट, यिनीहरू चाहिँ मोडल एक्जुलरी भव। यो ह्याड भव पछि डाइरेक्ट भव आयो भने भव थ्री लाग्छ है। त्यही भएर हामीले के गर्नु पर्यो, सी वुड नट राइट टु मी, यो के भयो, राइट भवन हो, यो के भयो, वुड भयो। यसैले हामी जान्नु वुड भयो। अनि नेगेटिभ छ पोजिटिभ गर्नु पर्यो, वुड सी है त। अब यहाँ हेरौँ त, यहाँ दे अनि यो एपोस्ट्रोफी डी दिएको छ, यो ह्याड हो कि वुड हो भनेर जान्नुमा यो भव थ्री छ भनेपछि यो ह्याड हो, ह्याड छ, ह्याड र यो पोजिटिभ छ, नेगेटिभ ह्याडन्ट दे गर्नु है। यसरी चाहिँ हामीले के गर्न सक्छौँ त, यसलाई यस्तो ह्याड र वुडको पनि हामीले गर्न सक्छौँ बुझेर है त। म अर्को यो मेटाउँछु अनि अर्को हुन्छ, यो बुझ्नु भयो होला, नबुझ्नु फेरि सुन्नुहोस्, बुझ्नुहुन्छ। मेटाइदिनु है। यसलाई हेरौँ है त। यसमा चाहिँ हामी के जान्नुपर्छ भन्दा यसमा पनि भव थ्री लागेको छ, यसमा पनि भव थ्री लागेको छ है। अब यो जुन एपोस्ट्रोफी यस लागेको छ, यसलाई चाहिँ यो इजलाई पनि हामीले बुझिन्छ, इज पनि हुन्छ, ह्याज पनि हुन्छ। हेर्नुहोस्, अब हामीले यो इज हो कि ह्याज हो भनेर जान्नको लागि के गर्नुपर्छ भन्दा दुईवटा भव थ्री लाग्छ। हेर्नुहोस्, अब यो ह्याज पछाडि भव थ्री लाग्छ पोजिटिभ सेन्टेन्समा,
अथवा स्टेटमेन्टमा पोजिटिभ भन्दा पनि स्टेटमेन्टमा लाग्छ यो स्टेटमेन्टमा लाग्छ अथवा नेगेटिभमा पनि ह्याज हुने भयो नेगेटिभमा पनि हुने भयो पोजिटिभमा पनि हुने भयो तर यो चाहिँ एक्टिभ भोइसमा लाग्छ है यो ह्याज एक्टिभ भोइस जस्तो ह्याज पछि verb 3 बिन आउनु पर्यो कि has been प्लस verb 3 हुनु पर्यो प्यासिभ हुनको लागि नै भने के हुन्छ त भन्दा यो एक्टिभ भोइस छ एक्टिभ भोइस भनेपछि यो he has not finished his homework yet हो अरे यो हाम्रो नेगेटिभ सेन्समा जान्छ यो चाहिँ के हो त भन्दा यो ह्याज हो कसरी थाहा भयो भन्दा यो चाहिँ एक्टिभ भोइस छ एक्टिभ भोइसमा यो ह्याज हुन्छ ह्याज पछि verb 3 हुन्छ त्यही भएर यो के भयो ह्याज भयो है ह्याज नेगेटिभ छ ह्याज ही यसरी गरी यो चाहिँ बाई बिमला भनेको छ यो प्यासिभ भोइस हो प्यासिभ भोइस हो त्यही भएर यो के भयो त यो इज भयो ह्याज भयो त्यही भएर के गर्नु पर्यो इज एन्ड पहिला के भनिन्छ इट भनिन्छ इज एन्ड इट है यसरी अब ह्याज र इजमा पनि हाल्छु किनभने यो एक्टिभ भोइस र प्यासिभ भोइसमा के हुन्छ भन्दा एक्टिभ भोइसमा चाहिँ काम गर्नेवालालाई फोकस गर्छ कसले गर्यो त भन्नेलाई तर प्यासिभ भोइसमा चाहिँ के हुन्छ भन्दा कामलाई फोकस गरिन्छ कामलाई कसले गर्यो भन्नेमा फोकस गरिँदैन कसले गर्यो भन्नेमा चाहिँ एक्टिभ भोइसमा फोकस हुन्छ है यसरी हामीले भोइसलाई चिनेर इज राख्ने कि ह्याज राख्ने एक्टिभ भोइस हो कि प्यासिभ भोइस बुझेर हामीले गर्न सक्छौँ है यस्तो खाले क्वेसन आयो यो ट्यागमा अरू त सामान्य वाला हो यो चाहिँ अलि हामीले बुझ्नु पर्ने हुन्छ अब हामीसँग धेरै छैन दुई चार के होला अब एउटा छ तपाईहरुको पोजिटिभ भयो है द टिचर has never me do it Anjan had Anjana does यो पोजिटिभ भावमा के हुन्छ भन्दा कसैले कसैको उप काम गरेको हुन्छ टिचरले कहिले पनि मलाई गर्न दिन्नन् केही गर्न दिन्नन् अनि अञ्जनले अञ्जनालाई नाच्न लगाए हैन भनेको अञ्जनले अञ्जनालाई गरायो कि काम आफैले गरेको हैन टिचरले अर्कोलाई लगायो हैन त्यस्तो लगायो मैले बारबारलाई कपाल कटाएँ बारबारदेखि म आफैले गरिनँ कि त्यस्तो भने केही कज गराइन्छ केही हुनलाई त्यसलाई पोजिटिभ भाव भनिन्छ है त अब यसमा के भयो त भन्दा नेभर आएको छ अब यो ह्याज छ यो ह्याज भन्ने चाहिँ के हुन्छ त भन्दाखेरि यो नेभर भएपछि यो नेगेटिभ भयो हैन ह्याजलाई हामीले हेर्नु पर्यो ह्याज चाहिँ एक्जुलरी भाव छैन यहाँ मेन भाव छ त्यही भएर हामी डज लेख्नु पर्यो है डज लेख्नु पर्यो र यो के छ त भन्दा नेगेटिभ छ पोजिटिभ गर्नु डज टिचर के हो हि हो डज हैन त अञ्जन ह्याड अब ह्याड पनि के हो सब्जेक्ट छ अनि यो अब्जेक्ट छ नि त अञ्जन ह्याड पछि सब्जेक्ट पछि डाइरेक्ट ह्याड आछ भने त्यो भर्ब टु हामी के गर्नु पर्यो डिड नेगेटिभ छैन पोजिटिभ छ डिन्ट भन्नुपर्छ डिन्ट अञ्जन के हो केटा डिन्ट हि यसरी चाहिँ हामीले के गर्न सक्छौँ त गर्न सक्छौँ है यो सामान्य कुराहरू ट्याग क्वेसनलाई कसरी गर्ने भन्ने कुराहरू छ यसमा केही हामीले जान्नुपर्ने कुराहरू छन् जस्तो यो समबडी अनि समबडी समवान
अनि बडी र वान, समबडी, समवन, एनीबडी, एनीवन, यिनीहरूको चाहिँ प्रनाम के हुन्छ त भन्दा दे हुन्छ। यो यसको बारेमा पछि कुरा गरौँ न। समथिङ अनि एनिथिङ, एनिथिङ, यिनीहरूको इट हुन्छ। यस्तो प्रनाउनहरू चाहिँ जान्नु पऱ्यो। मैले तपाईँहरूलाई एउटा सेन्टेन्स दिन्छु, तपाईँहरूले त्यसलाई ट्याग बनाउनुहोस् है। अहिले यो अलि हामीले झुक्काउने खाले क्वेसन छ, तपाईँहरू कसले गर्न सक्नुहुँदो रहेछ कमेन्ट गर्नु होला है। समबडी डज होमवर्क, यसको ट्याग बनाएर मलाई कमेन्ट गर्नुहोस् है त। समबडी डिओडी भयो नि, यो समबडी डज होमवर्क, यसको ट्याग के हुन्छ त? तपाईँहरू झुक्किनुहुन्छ कि झुक्किनुहुन्न है त। त्यसपछि मैले तपाईँहरूलाई यसको बारेमा डिस्क्राइब गराउँ कसरी गर्ने यस्तो खाले, र यो 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 पनि प्रनाम नै हो, यसको प्रनाम के हुन्छ भन्ने कुरा पनि मैले तपाईँहरूलाई फेरि अर्को भिडियोमा बनाउन। आजलाई यति नै, धन्यवाद।